हामी कहाँ गएको भनिदिनुहोस्। हेलो सबैलाई ह्याप्पी न्यु इयर। आज फेरि हामी यहाँ गगुने जाँदैछौँ। अस्तिको मेरो भिडियो हेरेर चाहिँ सबैलाई पुरा मन पर्यो अरे खासमा कि, त्यो भएर चाहिँ आज फेरि गगुनेको यात्रा हुँदैछ यहाँ। गगुने हाम्रो साङ्गो चाहिँ गगुने भन्दा कहाँ छ भन्दाखेरि चाहिँ आज मात्रै गगुने चाहिँ कहाँ छ? परिवारमा हो हामी चाहिँ यहाँ चाहिँ। यो यहाँ पछाडि आउँदा चाहिँ कसैले थाहा छ बाटो भने पहिला भन्नु बाटो कता कता हो। एउटा पछाडि फेरि हो यहाँबाट उकालो चाहिँ हाम्रो आमा आपाले नि पहिला के रे यो के भन्थ्यो त्यसलाई एउटा धामो के भन्थ्यो त्यो मिसिन गरी हो, टेम्परेरी मिसिन गरी टेम्परेरी जान्थ्यो यहाँबाट। धुप्पी गाडी यहाँ लाइ भालेको हो क्या हो। पिप्ली छ यहाँ माथि त उयो पनि छैन के रे के को एउटा दिदी पहिला आउनु भएको? आज फर्स्ट टाइम हो नि मेरो त। फर्स्ट टाइम आउनु भएको? हजुर मजा आइरहेको छ। मजा आइरहेको छ है। मजा आउँदैछ। हेरौँ अब ए हाम्रो छोरी फेरि मिरिकबाट हो। भन्नु छोरी केही मजा आइरहेको छ? हजुर मजा आइरहेको छ। यहाँ हाम्रो देविका के छ? देविका भन्नु। फर्स्ट टाइम हो जाँदैछु। मजा आइरहेको छ? हजुर मजा आइरहेको छ एकदम। यहाँ त हाम्रो फेरि सेकेन्ड टाइम है। मेरो सेकेन्ड टाइम हो कि यो चाहिँ मेरो बिचार मेरो हस्बेन्डले बोकिदिइरहेको छ मेरो ज्याकेट कि। अहिले जाडै हुन्छ नि त। न्यु इयर मनाउनुको लागि चाहिँ फेरि अब गगुनेको लागि चाहिँ जोस जाँगर बोटो लिएर हामी जाँदैछौँ। बरकरार छ बरकरार। ह्याप्पी न्यु इयर सबैजनालाई। सबैलाई ह्याप्पी न्यु इयर छ है। हामी जाँदैछौँ। सरज दाजु आउँदैछु है फेरि। यहाँ दुईजना आउँदैछ। निकै साह्रै पऱ्यो क्या हो। कटु छैन त्यो अर्कौलो, त्यो अर्कौलो अर्कौलो हो। भन्नु परि लाइन पनि जाबे दुपल्ट। यो चाहिँ अर्कौला अरे। अर्कौला कटेसको दाना कटेस के चाहिँ अर्कौला भन्ने चाहिँ यही माथि हो त्यो। हाम्रो दाजु र भाउजू पनि भएछ। ह्याप्पी न्यु इयर दाजु भाउजू। कहाँ जानु भएको? दुईजना त उयो कल्चरल देख त। कहाँ जानु भएको भन्नु नि। त्यस्तो कहाँ जानु भएको? हामी गगुने जाँदैछौँ। भिडियो भइरहेको छ नि फेरि हाल्नुपर्छ नि फेरि। हाल्दा हुन्छ नि। लु जाउँ। त्यस्तै मजाकहरू गर्दै रेला मजाक मस्ती है जिन्दगी। अब चाहिँ हामी गगुनेमा आइपुगे। गगुनेको डाँडा निस्किँदैछ। त्यहाँ पनि पिकनिक गइरहेछ। यहाँ पनि रहेछ। आमा थुप्रै पो रहेछ त। हाम्रो ग्रुपहरू मङ्गलमय शुभकामना व्यक्त गर्दै म एउटा सानो छोटो गीत गाउन लागिरहेछु। स्वीकार्नुहोस् है। गाउनु पर्यो नि आज। सिराजसित गाउनु पर्यो म त नेपाली। यहाँ मैले मेरो स्टुडेन्ट फेरि हाम्रो विनोद, यहाँ हाम्रो सोम कुमार, पछाडि सुरज, पुनम। आजको मेनु चाहिँ यहाँ ह्याप्पी न्यु इयर दाजु। सेम टु यु। के खानु भएको? म आज ह्याप्पी न्यु इयरको दिन कोदो कला खाँदैछु। कोदो कोला। यहाँ हाम्रो वाचिबा पनि आइसकेको छ। ओ साथी उनीहरूलाई कोक पनि कोदो कला वाचिबा खाइ हुँदैछ। यहाँ तल देख्दै गरेको चाहिँ चिप्ले डाँडा। राम्रो छ यसको प्राइसहरु राम्रो छ त्यो। भाडा हेर्नु ने हेर्नुहोस् न के छ यहाँ चाहिँ?
तातो रहेछ तर यहाँ भित्र के छ भनेपछि पानी रहेछ तातो पानी रहेछ ओ भाई कहाँ से आप लोग? हम तो कुछ भी अच्छा है। कुछ बिहार से कैसे लगा? अच्छा लगा। अच्छा लगा? अच्छा है, इधर का वेदर भी अच्छा है। देखो आज फॉगी है ना इसीलिए हाँ फर्स्ट टाइम आया इधर फर्स्ट टाइम आया फर्स्ट टाइम। आपका घर भी इधर ही है? हम तो इधर ही नीचे दूसरा बार आप आएंगे टेंट लेके रहेंगे इधर में, ठीक है? ठीक है आप आयो 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 ढेडा ढेडा दाजु दाजु यता सिङ्गर हामी मेरो गीत कस्तो लाग्यो दामी 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 लाग्यो दामी दामी घाम पनि लाग्यो आजी मैले गीत कस्तो लाग्यो यहाँ चाहिँ फेरि के हो कट्टी पनि रहेछ नि त चाहिँ आज फेरि जनवरी 1 को सनसेटिङ हुँदैछ यहाँ ल आजको दिन पनि यसरी बित्यो अब हामी चाहिँ गगुनीबाट फर्किँदै गरेको अनुभव कस्तो रह्यो गगुनेको अति उत्तम रमाइलो भयो नसक्ने अविस्मरणीय भन्ने बेला भयो मजै गर्यो ल आजलाई यति नै रहेछ नि त है बाई बाई